वेलकम टु माई मिनी ब्लग है। हामी चाहिँ आज अर्गानाइज टु मुस्ताङ जान लागेका छौँ। अब हाम्रो घर फ्यामिली सबै भनौँ न, अब बाबा मम्मी भाउजू दाईहरू सबै हामी जाँदैछौँ अर्गाची छत्रदेव टु मुस्ताङ। के हुन्छ कसो हुन्छ मैले चाहिँ बाटोमा देखाउँदै जाँदैछु। अब तपाईँले हेर्दै जानु होला, लाइक सब्सक्राइब गर्नु होला, सपोर्ट गर्नु होला। बल्ल स्टार्ट हुँदैछ होइन। सपोर्ट गर्नु होला। यहाँ चाहिँ हाम्रो भाउजू यहाँ दाई पुरै भाउजू मसित टिकटक बनाउने भाउजू होइन। र उहाँ चाहिँ भाउजूलाई यस्तै छोप्दाखेरि चाहिँ दाई चाहिँ पुरै जेलैस हुनुहुन्छ कि आएर भैया तपाईँ जेलैस हो यता भन्नु नि, तपाईँ जेलैस हो हेर त जेलैस रुनु न एकचोटि मन्जु गरेर। दाई चाहिँ खुसी हुनुहुन्छ, त्यो सबै फ्यामिलीहरू दिन्छ होइन। जस मेमोरी भए पनि हुन्छ। हाम्रो बाबाले त्यही भन्नुहुन्छ, त्यही भएर हामी चाहिँ होइन। त्यहाँ अगाडि चाहिँ बाबा हुन्छ, बाबा यसो हाई भनिदिनु ल मम्मी बाबा चाहिँ अगाडि के भिआइपी प्रधानमन्त्री वर्सेस राष्ट्रपति। हामी त अब पछाडि हो के गर्नु अब बुझेर अब है। यो चाहिँ ऊ त्यो हरामाझीको छत्रदेवमा रहेको ताराखसी मन्दिर हो है होइन। त्यो चाहिँ हाम्रो ड्राइभर हो। यसका लागि चाहिँ हामी लगभग 2-3 दिन रुक्यो, ट्याङ्गो लाथ्यो, मरौन बाँध्नु भएको थियो होइन। सो गाइस हामी चाहिँ अहिले मुस्ताङतिरको टुर है। मलाई बिरामी भएको थियो म चाहिँ हल्का बिरामी भएको थिएँ। बिरामी हुनु कारण भनेको बेलामा हिँड्न पाइएन है। त्यसको लागि धेरै सरी है। किन भन्दाखेरि अब बाबाको विदेश जाने टाइम पनि भइसक्न लागिसक्यो। अब धेरै दिन छैन। अब यसलाई बिरामी भइ पनि ट्याङ्गो लाएको थियो। बिरामी भइ पनि हामीले बोकेर लिएर हिँडेछौँ। ओ माई गड त्यो हिमाल, ओहो। तर यो हिमाल चाहिँ यति नजिकबाट देखिएन, उहाँलाई त झन् नजिकबाट देखाउँछु मैले। हेर्नु न, हाम्रो देश भनेको स्वर्ग हो के, स्वर्गको दोस्रो रूप हो होइन। अहिले त्यो चाहिँ हाम्रो पागल हो है, घरको पागल। म चाहिँ एकचोटि मुस्ताङ पुगेर आइसकेको मान्छे हो। अब मलाई चाहिँ त्यस्तो नौलो चाहिँ छैन। अब म एकचोटि पुगेर आइसकेको, अब घर फ्यामिलीलाई घुमाइदिउँ भनेर। तर बाटो चाहिँ केही अप्ठ्यारो छैन। सन्तोष यता सुन, बाटो चाहिँ केही अप्ठ्यारो छैन, तर ढुक्क भएर हिँड। हामीले हामी चाहिँ तङ्गा खाएर पेट्रोल हाल्न लागेको थियौँ। लाइन गएर यहाँ चाहिँ यस्तो ठन्डा राम्रो छ, गाडी चाहिँ रोकिरहेको छ यही होइन। फाइनली हामी बोडियार खोलामा आइपुगेका छौँ होइन। यो चाहिँ खोलाको नाम मलाई थाहा नभएर मैले चाहिँ यो दोबान रहेछ, हामी चाहिँ दोबाननिर आइसकेको छौँ होइन। यो खोलो चाहिँ उता छ उति भैया, तर बाटो थोडो खोला यसा है। यहाँदेखि हामी यता जाने हाम्रो थाहा चाहिँ छैन। यता जाने रहेछ है मान्छेहरू। चाहिँ मुस्ताङको यात्रा पुरै बाढी के भन्छ बाइक। म चाहिँ अब फाइनली दोबान भन्ने ठाउँमा आएर पानी किन्न आएका थियौँ। यहाँ चाहिँ मान्छे होइन्छन्, मान्छे खै मान्छे छैन। छेउ चोरिदिउँ कि क्या हो। दाइ यता को होला, यसो यता आउनु न। पानी त्यतै आम पानी दाजु यता बोलाउनु आएको छ है त। यहाँले हामी चाहिँ अब कुन बजारमा, यो त थाहा छैन, तर आउनु चाहिँ आइयो। राम्रो रहेछ बजार चाहिँ यस्तो होइन। बलकोट भन्ने ठाउँतिर आइएको हाम्रो दादाले भन्नुभएको थियो। यसभन्दा अगाडिको ब्लगमा चाहिँ म बाइकमा गएको थिएँ। अहिले चाहिँ फ्यामिली जाने भएर हामी गाडीमा आएको छौँ। गाडीमा जस्ट रमाइलो चाहिँ हुने रहेछ। जस्ट हामीले रमाइलो गरिरहेको छौँ। नाचेको पनि छौँ, तर नाचेकोमा हाल्ने अनि कपिराइट लागिहाल्छ, त्यस कारण हामी चाहिँ हाल्दैनौँ। कपिराइट लाग्छ, राखेको र नराखेको एउटै हो। वाला चाहिँ जाडो छैन, दिउँसम्म भएर होला। जाडो चाहिँ खासै छैन। हजुर जाडो छ त हजुर, थोडा छ नै। नेपालीमा बात गरौँ, थोरै ल। हाम्रो भैयालाई चाहिँ सधैँभरिको जाडो, उहाँ चाहिँ रोगी हुनुहुन्छ क्या, रोगी। होइन र हो नि। फाइनल्ली
फाइनली हामी चाहिँ बागलुङ बजारको हड्डी भन्ने ठाउँमा आइपुगेका छौँ होइन। अहिले चाहिँ चिसो सुरु हुन लागिसक्यो, हेरौँ चिसोले हान्छ होला जहाँसम्म। भित्यो भने बजार रहेछ हड्डीमा आइयो। यस्तो राम्रो बजार छ बागलुङ। बवाल चाहिँ उस ठाउँ चाहिँ है। उहाँ चाहिँ दिदीले हेरेर मलाई पुरुक्क हेर्नु भएको थियो, सम भएर होला नि त। दिदीलाई युट्युबमा हेर्न लागिनुपर्छ र के गर्ने अब म सानो ब्लगर परेँ, नत्र भने हेर्न लागिदिन्थ्यो होला। मान्छेले सबैले हेरिरहेका छन्, फेरि सबले हेरिरहेन होइन। यता चाहिँ पार्किङहरू रहेछ, पार्किङहरू बाइक बनाउन पाएर कसैले टेन्सन नलिनु होला। बागलुङको यो हड्डी बजार भन्ने ठाउँमा जति छ होइन, च्याट्ट लाएर मामाहरू पनि हुन्छ। तर मामाहरूले हामीलाई केही गर्दैन, किनकि हामी टाढाको यात्रा होइन। मान्छेहरूको भिडभाड छ। हामी भाउजू अब थाकिसक्नु अगाडि गाडीमा हिँड्दा हजुर के छ अवस्था, के भन्नु छ? भयो आनन्द आछ, आनन्द आछ भैया के भइरहेछ गाइज? अब मुस्ताङको भ्यू हेर्न आउनेको हेर हाम्रो मम्मी हेर्नुहोस् है। मम्मीको अवस्था यस्तो छ। मम्मी आनन्द सुत्नुभएको छ। यस्तो मान्छेले लिएर नि घुम्न हिँड्न हुन्न, त्यही भएर यस्तो मान्छे लिएर खासै घुम्न कतै पनि हिँड्न हुन्न, किनकि आफूलाई नि तनाव हुन्छ, आफूलाई नि साइडमा निद्रा लाग्छ। र अर्को पनि उता पछाडि पुरै ब्ल्याङ्केट हालेर यस्तो छ अवस्था है। पुरै के भन्छ त्यसको नाम, स्लिपर गाडीमा हिँडे जस्तो भन्दा नि मजा आइरहेको केटाहरूलाई। पछाडि आनन्द भयो होला नि त त्यस्तो। अब जे चिसो हुनला मम्मी, ए मम्मी भित्र पुगो मम्मी हामी एउटा हेऱ्यौँ नि भ्यू, कति राम्रो ठाउँ थियो। यता हेर्नु त, अहिले सुत्नु त के बोल्नु न चिच्चाएर, किनकि हामी थाकेर लोड भएर अब भमिट चाहिँ गर्नु भयो होइन। तर थाकेर चाहिँ थाकेर हो उहाँ चाहिँ अब अझै एकचोटि पावल नउठाउनु भयो फेरि मम्मी फेरि सुत्नुहुन्थ्यो कि सुत्न भने जस्तै एक नम्बर हुन्छ हाम्रो मम्मी होइन। त्यस्तो छ। बाँकी चाहिँ हामी कोसिस गरौँ। फाइनल्ली हामी बागलुङ पुग्न आँटिसक्यो मन्दिरनिर है। मन्दिरभन्दा हामी माथि छौँ होइन। उहाँ भ्यू हेर्न सक्नुहुन्छ। यस्तो राम्रो हिमाल देखिन्छ। हाम्रो घरबाट पनि यत्ने देखिन्छ, यो बागलुङबाट पनि यत्ने देखिन्छ। यो हिमाल चाहिँ छ चाहिँ कहाँ होइन। सर यस्तो हिमालमा बादल आइरह, हिमालमा चट्ट पर्वतै हो यार। दाइ के भन्नु छ? केही छैन, घुमेछ अब यहाँसम्म आइयो, अझै अगाडि जाने हो। मस्त गाडी चलाइयो होइन। एउटा गाडी चलाउन आएको ड्राइभर यस्तो मोर्नु र जिरो थाहा होइन। यस्तो छ आनन्दै जोस् आनन्द छ। मलाई त त्यस्तो नौलो छैन, हिमाल देखेको छु आफ्नो आँखा अगाडि। यसभन्दा अगाडि गर्दा मलाई त्यस्तो नौलो चाहिँ छैन। जस रमाइलो इन्जोय चाहिँ गरिरहेको छु। भोक लाग्छ अरे एउटा के भन्छ, भोक लागेर के गर्नुपर्छ सब मेरो गाइजहरू भनिदिनु होला। यसमा जति ढिलो गरेर हामीलाई ढिलो हुने हो है त।